पुण्डरीकाक्ष पुण्डरीकाक्ष ॐ प्रेतमुक्तिप्रदो भव। गरुडोवाच धर्मात्मा स्वगतिं मुक्ता जायते विमले कुले अतस्तस्य समुत्पत्तिं जननी जठरेतपद यथा विचारं कुरुते देहेऽस्मिन् सुकृतिजनः तस्यां श्रोतुमिच्छामि वद मे करुणानिधे। हे करुणा सागर भएका परमात्मा भगवान् श्रीमन्नारायण, त्यस्तो पुण्य भोगिसकेपछि तिनीहरूको पनि त जाने ठाउँ कहीँ होला कि ती सदैव मुक्ति नै हुन्छन् सबै भनेर गरुडले सोध्यो। साधु कृष्णं त्वया दास्य परं गोप्यं वदामि ते यसो विज्ञानमात्रेण सर्वज्ञत्वं प्रजायते। जुन कुरा जानाले सर्वज्ञ हुन सक्यो म कुरो बताउँछु। प्रवक्ष्यामि शरीरं स्वरूपं परमात्मिकं ब्रह्माण्ड गुणसम्पन्नं योगिनां धारणास्पदं सत्रकृतिं यस्मिता कुर्वन्ति योगिनः ब्रह्मरन्ध्रे चिदानन्दः रूपाध्यानं तथा षट्चक्र चिन्तन भन्छ नि। नाभि अनाहत विशुद्धि आज्ञा ब्रह्मरन्ध्र भनेर यी 6वटा चक्रलाई यसरी भेदन गरेर ब्रह्म प्राप्ति गर्ने महापुरुषहरूले ब्रह्मलोकमा जान्छन्। शरीर ब्रह्मरन्ध्र भेदन गरेर शरीर छोड्ने महापुरुषहरू भारतवर्षमा कति भए? एकजना अब यहाँबाट कथाहरू भन्ने समय हुँदैन, गरुडमा समय थोरै हुन्छ। तैलङ्ग स्वामी हुनुहुन्थ्यो। 300 वर्षसम्मको उहाँको प्रत्यक्ष प्रमाणहरू जान्ने अहिले पनि जिल्ला मान्छेहरू उहाँका किताबहरू प्रत्यक्ष काशीमा रहनुहुन्थ्यो। तैलङ्ग मठ भन्ने छ एउटा, काशी विश्वनाथ पञ्चगङ्गा घाटमा उहाँको एउटा गोरु बैल साँडे जस्तो हुन्छ नि, जस्तो ठुलो साँडे हो त्यत्रो साँडे जत्रै एउटा शिवलिङ्ग छ त्यो तैलङ्ग मठमा। गङ्गाजी नुहाउन जाँदा गङ्गाजीमा भेट्न जसरी बाल्टी लुगा कपडा नुहाएर यसरी च्यापेर ल्याइन्छ नि, हो त्यसरी च्यापेर ल्याएको त्यो। अब 2 जनाले यसो गर्दा पुग्दैन, सायद तपाईँसँग हामी गएर त्यहाँ त्यो तैलङ्ग मठमा गएर हेऱ्यौँ नि, त्यो उसमा त्यो पञ्चगङ्गा घाटमा माथि उठेर गयौँ होला होइन। ती स्वामीले यसरी काखीमा च्यापेर ल्याएर राखेको रे ती शिवलिङ्ग। 300 वर्षका हुनुहुन्थ्यो। एउटा कसैले उहाँलाई अनिष्ट गरियो, नाङ्गै धडङ्गै घुम्छ, खाली दुध दही माग्दै खाँदै हिँड्छ भनेर एउटाले 1 बाल्टी चुना घोलेर पिलाइदिएको थियो। त्यो त मात्र 200-300 वर्षको यहाँ चैतन्य महाप्रभु समकालका हुन् सायद। यी रामकृष्ण परमहंस सत्सङ्ग गर्न जानुहुन्थ्यो उहाँसँग, तैलङ्ग स्वामीसँग। रामकृष्ण परमहंसलाई त मान्छे त्यो कोही आदिकालको मात्रै मान्दैन, त्यो 400-500 वर्षभित्रको त हो होइन। त उहाँ सत्सङ्ग गर्न जानुहुन्थ्यो तैलङ्गमा स्वामीसँग। अनि एउटाले चुना घोलेर पिलाइदिएछ र 5 लिटर, चारै दुध माग्दै हिँड्छ साधु भनेर चुना घोलेर पिलाइदियो ग्वालाले। त्यति गरेर ऊ घर गएको, पेट फुलेर यत्रो भयो ग्वालाको, जसले पिलाइदिएको थियो। मर्न आँटो अहिले के भयो कसो भयो भनेर भन्यो। उसले सबैले बतायो, यस्तो उसले बतायो कारण मर्न आँटे त बताउनु पऱ्यो नि। साँझ पेट फुलेर फुट्न आँटिसक्यो। अनि यो चाहिँ प्रत्यक्ष घटना हो, यस्तो कल्पित होइन। त्यहाँ काशी नरेशले उनलाई बन्द पनि गरेको थियो। त्यो तैलङ्ग स्वामी जहाँ कहीँ नङ्गै धडङ्गै हिँड्छ, रोडमै पढिरहन्छ भनेर जेलमा पनि हालेको थियो। त्यो ताला कति बेला ताला बन्दैछ, निक्लेर कसरी जान्छन् थाहा नै पाउँदैन राजा। त्यस्तोसम्म पनि भयो। काशी नरेशले एकखेप नाउमा आउँदा भने त्यता भन्दै गरेर बिर्सिन्छ। काशी नरेशमा यदि नाउमा आउँदै थिए, अहिले पनि काशीका राजा छन् तर उनका पूर्वज राजा थिए जो त्यति बेलाका, सँगै नाउमा हिँड्दै थिए अरे। यसो गरेर अब राजाले त तलवार बोक्या हुन्छ नि म्यानमा लाएर, यसो निकालेर हेरेछन् अरे साधुले। त्यो हेरेर झिलिक गरेर टल्किने हुन्छ नि, चिल्लो राम्रो जता हालिदिएछन् नदीमा तैलङ्ग स्वामीले। राजा रिसाएर भएन, गाली दिन थाले राजालाई। सुनिरहे तैलङ्ग स्वामी, सुनिरहेर यसो गरेर नाउबाट तल गरेर 3वटा तलवार निकालेर ल तेरो तलवार लैजा। किन्नै सकेन राजाले। त के फुटानी गर्छ त? तिसोले कम्मरमा भिरेको एउटा तलवार चिन्दैनस्, अब के बडा कुरा गर्छ भनेर भनेको। त्यहाँबाट ती काशी नरेश शिष्य बनेका थिए तैलङ्ग स्वामी होइन। त्यस्ता ऋषि महर्षिहरू त्यस्ताले चाहिँ ब्रह्मवेदन गरेर यो षट्चक्र चिन्तन गर्दै यी देवती माताले गरेको कपिलदेव भगवान् त अब भगवान् के कपिलदेवले भगवान्लाई जन्म दिनुभएको
यस्ता कथाहरू कति छन्। यो सत्चक्र चिन्तनको कुरा आयो। सत्चक्र चिन्तनम यथा कुर्वन्ति योगिना, योगीहरूले सत्चक्र चिन्तन गर्छन्। शुचि नाम श्रीमताम जे हे योग जायते सुकृति तरा, पवित्र आत्माका घरमा त्यस्ता पुण्यात्माहरू जन्म लिन्छन्। सप्ताह मध्ये यो गर्भ स भवेत् मलिनाशयः, प्रायशः समन्वित पुत्रादष्टादशमध्यत युग्मासु पुत्रा जायन्ते स्त्रियो युग्मासु रात्रिषु पूर्वासमन्विता तस्मात् युग्मा संविशेत षोडशर्तु निशा स्त्रीणां सामान्य समुदायता। जन्म हुनमा छोरो र छोरी कसरी जन्म हुन्छन् भन्ने कुरा पनि यहाँ आकर्षण गरौँ। यो तिथि रजस्वला भएर 14 दिन र 16 दिनभित्रको गर्भवास हुन्छ भने त्यो हमेसा सन्तान छोरो हुन्छ भनेर शास्त्रले बताएको छ। षोडशर्तु निशा स्त्रीणाम सामान्य समुदाय, 16 दिनदेखि उता र 9-10 दिनदेखि यता रजस्वला भएकामा यदि गर्भाधान हुन्छ भने ती चाहिँ छोरीहरू हुन्छन्। जोडा तिथिमा भएको सन्तान हुन्छ भने त्यो छोरो हुन्छ भनेर शास्त्रले भन्दछ। षोडशर्तु निशा स्त्रीणाम सामान्य समुदाय त 16 दिनदेखि उताको सामान्य केही पनि हुनसक्छ, छोरो पनि हुन्छ छोरी पनि हुन्छ। या वै चतुर्दशी रात्रि गर्भ तिष्ठति तत्र वै गुणभाग्यनिधि पुत्रस्तदा जायेत धार्मिक। 14 दिन र 16 दिनभित्रमा भएको छ भने चाहिँ त्यो अवश्य नै सन्तान पुत्र हुन्छ भनेर शास्त्रले भन्दछ। निशा प्राकृत वैदित्य लभते कदाचन पञ्चमे हनि नारीणां कार्य मधुर भोजनं कटु चारं त तीक्ष्णं च त्याज्यं उष्णं च दूरतः। 5 दिनमा यदि गर्भ हुन्छ भने त्यो बच्चा रिसैलो हुन्छ अरे। क्षत्रिय धर्म जस्तो भएको त्यसै क्षत्र धर्मको क्रोधी जस्तो एउटा पराक्रमशाली पनि हुन्छ भन्छ। बीजं चामृतायनं तस्मिन् उपवास तर स्वामी सम्यक् फलात्मया ताम्बूल पुष्पश्रीखण्डैः संयुक्त शुचि वस्त्रं धर्ममादाय मनसि सत्तुल्यं निवेशनपुनं निषेकमिषेजा सद्वर्गात् कल्पितः तावत् स्वभावभूमि जन्तुर्विशति कुक्षितः चैतन्यं बीजभूतं हि नित्यं तत्रे स्थितं कामश्चित्तं शुक्रं च यदा एकत्वमाप्नुयात् तदा द्रावत्वमाप्नोति योषित् गर्भाशये नरः। शुक्रशोणितसंयोगात् पिण्डोत्पत्ति प्रजायते परमानन्दपुत्रो भवेत् गर्भतः। गृहेषु गोचदेत जन्मसमये पुत्रा प्राप्नुवन्ति धनं बहु विद्याविनयसम्पन्नो वर्धते पितृवेश्मनि सतां सङ्गेन समभवेत् स्वर्गमां शारदः दिव्याङ्गना भक्तोय यात् पुण्ये दानवान् धनिः पूर्वं प्रेतस्तपस्तेषं महापुण्यफलोदयं ततश्च यते नित्यम् आत्मानमुपलभ्यते। अध्यारोपपदाभ्ययं कुरुते ब्रह्मचिन्तनं तस्याङ्ग